गौतम बुद्धको ज्ञान र गुणलाई सुनेर हामी प्रसन्न हुनु अथवा म पनि त्यस्तो बन्न सकोस् भने भित्रदेखि आशा जाग्नु पनि एउटा हाम्रो बुद्ध धर्मलाई चित्तदेखि नमन गर्ने तरिका हो। त्यसैले नमन गर्ने तरिका, ढोग गर्ने तरिका भनेको चाहिँ अहिले कतिवटा रहेछ? 3वटा रहेछ। हो, यसलाई बुझ्नु पर्यो है त। फाइदा छ त। अब हामीले ढोक्दाखेरि फाइदाको कुरा गरौँ न त। अब म तपाईँलाई अर्को जुनीको फाइदा त धेरै छ होइन? हामीले धेरै भन्छ नि त, छोक्सा टिपाचौँ, छोक्सा टिपाचौँ। जे चौका पछि भयो तपाईँहरूले अब गेलुङ परम्परा हाम्रो अहिले हाम्रो टिबेटन बुद्धिस्टमा पनि परम्परा धेरै परम्परा छ नि त। काली परम्परा, साक्य परम्परा, निङ्मा परम्परा, गेलुङ परम्परा भन्ने धेरै परम्परा छन्। त्यसमध्ये गेलुङ परम्पराको सबैभन्दा उच्च स्तरको भनौँ सबैभन्दा मेन गुरु मानिने जेतोङ्गा बसेको भन्ने हुन्छ नि त। उहाँले पनि के गर्नुहुन्थ्यो भन्दाखेरि जब उहाँ तपस्यामा ध्यान साधनामा बस्नुहुँदा उहाँको मन हलचल भएर ध्यान साधना धेरै नै ध्यान नजाने हुन्छ नि, धेरै मन खेल्ने, ध्यान नजाने, जति गरे पनि भित्रदेखि नै शान्ति प्राप्त नगर्ने। त्यो क्रममा उहाँले के गर्छ र भन्दाखेरि हो त्यो बेला उहाँले ढोक गर्थे, छाप ध्यान बस्यो, ध्यानमा फेरि हलचल भयो, जति बसिनु नहुने होइन। त्यो हुँदाखेरि उहाँले के गर्यो भने अब ध्यान साधना गर्ने चट्ट राखेर अनि के गर्यो भने ढोक्थ्यो। 500, 600, 1000 चोटि ढोकिसक्यो। फेरि ध्यान साधना गर्छ अनि फेरि ध्यान गर्दैछ। अघिभन्दा अलिकति धेरै बस्न सक्यो। फेरि बस्दा मनसुल फेरि मनमा ध्यान नजाने, भित्रदेखि आफूलाई अब शान्तिको भाव नै नआउँदाखेरि फेरि नमन गर्दै ढोक्दै फेरि यस्तो गरेर बस्दै हो। त्यस्तो गर्दा नै उहाँले लास्टमा उहाँले सबै चिजलाई ज्ञान बोध गर्न सक्यो नि त। ज्ञानलाई बोध गर्न सक्यो हो। ढोक्नु भनेको छोकसाको यहाँलाई भनेको त्यो पुण्य सञ्चय गर्यो नि त। उहाँले ढोकेर पुण्य सञ्चय गरेर उहाँले पुण्य प्राप्त गरे नि। त्यो पुण्यकै बलबाट उहाँले के गरे त, प्रार्थना गर्दै जाँदाखेरि, अब ध्यान साधना गर्दै जाँदाखेरि ज्ञान झनै बढ्दै गयो नि त। ध्यान बोध हुँदै गयो नि त। लास्टमा के भयो त, ध्यान बोध भयो नि त। एउटा के